नेपालमा अब हवाई यात्रा गर्ने यात्रुका लागि निकै ठूलो राहत दिने तयारी सरकारले गरेको छ। यदि सरकारले प्रस्ताव गरेको नयाँ हवाई कानून पारित भयो भने अब आन्तरिक उडान ढिलो भए, रद्द भए, सामान हराए वा क्षति पुगे यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीबाट कानून अनुसार क्षतिपूर्ति पाउनेछन्। अझ हवाई दुर्घटनामा यात्रुको मृत्यु भए 1 लाख अमेरिकी डलर अर्थात् हालको विनिमय दर अनुसार करिब 1.5 करोड रुपियाँ बराबरको क्षतिपूर्ति पाउने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 ले नेपालमा पहिलो पटक आन्तरिक हवाई यात्रुको अधिकारलाई स्पष्ट रूपमा कानूनी संरक्षण दिने प्रयास गरेको हो। यसअघि उडान ढिलो हुँदा वा अन्तिम समयमा रद्द हुँदा यात्रुले धेरै शास्ति भोगे पनि पर्याप्त कानूनी व्यवस्था थिएन। अब भने एयरलाइन्स कम्पनीहरू यात्रुप्रति अझ जिम्मेवार बन्नुपर्ने अवस्था आउने देखिएको छ। प्रस्तावित विधेयक अनुसार कुनै उडान ढिलो हुने वा रद्द हुने अवस्था आए एयरलाइन्स कम्पनीले यात्रुलाई सकेसम्म कम्तीमा 3 घण्टा अगावै जानकारी गराउनु पर्नेछ। यदि कम्पनीको लापरवाहीका कारण यात्रुले आर्थिक वा अन्य प्रकारको क्षति बेहोर्नु परेमा सम्बन्धित एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ। तर खराब मौसम, प्राकृतिक विपत्ति, सुरक्षा जोखिम, विमानस्थल बन्द हुने अवस्था वा एयर ट्राफिक नियन्त्रण जस्ता एयरलाइन्सको नियन्त्रण बाहिरका कारण उडान प्रस्तावित भएमा भने यस्तो अवस्थामा क्षतिपूर्ति दिनुपर्ने छैन। त्यसैगरी यात्रुको ब्यागेज हराए, बिग्रिए वा क्षति पुगेमा प्रति किलोग्राम 20 अमेरिकी डलरका दरले अधिकतम 500 अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ। कार्गो सामान हराए, क्षति भए वा ढिलो पुगेमा पनि एयरलाइन्स कम्पनी जिम्मेवार हुने व्यवस्था राखिएको छ। यसले व्यावसायिक सामान ढुवानी गर्ने व्यक्ति तथा संस्थालाई समेत कानूनी सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भने हवाई दुर्घटनाको क्षतिपूर्तिमा प्रस्ताव गरिएको छ। हाल रहेको 20,000 अमेरिकी डलरको सीमा बढाएर 1 लाख अमेरिकी डलरसम्म पुर्याउने प्रस्ताव गरिएको छ। यसका साथै दुर्घटनामा घाइते भएका यात्रुको उपचार खर्च, शारीरिक क्षति तथा कानूनले तोकेको अन्य क्षतिपूर्ति पनि सम्बन्धित एयरलाइन्स कम्पनीले बेहोर्नु पर्ने व्यवस्था गरिएको छ। यसलाई अन्तर्राष्ट्रिय अभ्यास अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। नयाँ विधेयकमा हवाई टिकट खरिद प्रक्रियालाई पनि थप पारदर्शी बनाउने व्यवस्था गरिएको छ। अब टिकटमा आधारभूत भाडा, विमानस्थल सेवा शुल्क र सरकारी कर छुट्टा छुट्टै उल्लेख गर्नुपर्नेछ। यसले यात्रुले आफूले तिरेको रकम कुन शीर्षकमा कति हो भन्ने स्पष्ट जानकारी पाउनेछन् र अनावश्यक शुल्क असुल्ने सम्भावना पनि कम हुने विश्वास गरिएको छ। यति मात्र होइन, यदि कुनै एयरलाइन्स कम्पनीले यात्रुलाई दिनुपर्ने क्षतिपूर्ति नदिए, आवश्यक बिमा नगरे वा कानूनको पालना नगरेमा 10 लाखदेखि 25 लाख रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसले सेवा प्रदायक कम्पनीलाई थप जिम्मेवार र उत्तरदायी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूका अनुसार नेपालमा हरेक वर्ष मौसम, प्राविधिक समस्या तथा अन्य कारणले धेरै उडान ढिलो हुने वा रद्द हुने गरेका छन्। यस्तो अवस्थामा यात्रुले समय, पैसा र अवसर गुमाउनु पर्ने समस्या बारम्बार दोहोरिँदै आएको छ। प्रस्तावित कानून लागू भएपछि एयरलाइन्स कम्पनीहरूले सेवा सुधार गर्न थप दबाव महसुस गर्ने विश्वास गरिएको छ। साथै यात्रुले पनि आफ्नो अधिकार कानूनी रूपमा दाबी गर्न सक्नेछन्। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने यो व्यवस्था अहिले नै लागू भएको भने होइन। हाल यो विधेयक राष्ट्रिय सभामा दर्ता भएको चरणमा रहेको छ। अब संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यो कानून कार्यान्वयनमा आउनेछ। यदि संसदबाट पारित हुँदा कुनै संशोधन भए त्यस अनुसार अन्तिम व्यवस्था लागू हुनेछ। यसरी हेर्दा प्रस्तावित नयाँ हवाई कानून नेपालका आन्तरिक हवाई यात्रुका लागि निकै महत्त्वपूर्ण र ऐतिहासिक कदम मानिएको छ। यो कानून लागू भए यात्रुले उडान ढिलाइ, उडान रद्द, सामान हराउने, सामानमा क्षति पुग्ने तथा दुर्घटनाबाट हुने नोक्सानीमा कानूनी रूपमा क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित हुनेछ। यसले नेपालमा हवाई सेवाको गुणस्तर सुधार्नुका साथै यात्रुको अधिकार संरक्षणमा नयाँ अध्ययन सुरु हुने अपेक्षा गरिएको छ।
यही जानकारी सँगै आजको समाचार यति नै। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गरेर हाम्रो च्यानललाई साथ दिनुहोस्। तपाईको कुनै विचार वा प्रतिक्रिया छ भने कमेन्ट गरेर अवश्य लेख्नुहोस्। फेरि अर्को महत्त्वपूर्ण समाचार साथ भेटौँला। नमस्कार।